अस्सलामुअलैकुम रहमतुल्लाहि व बरकतुल्लाह। आज मिति 2082 6वां महीना 1 गते हाम्रो जीवनजी पुस्ताले जुन आफ्नो जानको बलिदान दिनुभएको छ हाम्रो नेपाल राष्ट्रलाई बनाउनको लागि, उहाँको आज श्रद्धाञ्जलीमा हामी पुरै नेपाल राष्ट्रभरि शोक दिवस मनाउँदैछौँ र त्यो उहाँहरूको सम्पूर्ण जनालाई हृदय मनबाट म आभारी छु। र त्यो साथमा म एउटा कुरो जोड्न चाहन्छु। हाम्रो मध्य प्रदेशमा पार्सा जिल्ला निवासी मुरली टोलको नजिक एउटा असाब आलम जुन अस्तिको आन्दोलनमा उहाँ चाहिँ बित्नु भएछ, उहाँको बित्नु हाम्रो जिन्दगीको लागि आजको दिनमा एकदमै ठुलो दिन बनेको छ र उहाँको आमा बुवाले जुन त्याग गर्नुभएछ त्यो हाम्रो लागि धेरै आभारी रहेको छ। हामी एउटा के प्रस्ताव राख्न चाहन्छौँ कि वीरगञ्जको जुन मुरली ठाउँ छ त्यहाँ अहसाब आलमजीको एउटा शहीद स्मारक बनाएर हामी सहयोग गरौँ। र मेरो व्यक्तिगत पनि धारणा छ कि वीरगञ्जको मुरली चौकमा अहसाब आलमजीको एउटा शहीद स्मारक बनाऊँ। सबैजना तपाईहरू पनि सपोर्ट गरौँ र हाम्रो सबै जीवनजी टिमहरू जति हुनुहुन्छ उहाँ सम्पूर्णजनाले सहयोग गरेर यो स्मारक बनाउनको लागि सहयोग गर्नुहोस्। धन्यवाद। अस्सलामुअलैकुम रहमतुल्लाहि व बरकातुल्लाह।